ल टोलीहरू पानी बनाउन खानपानी हाम्रो अर्जुन भट्टराई र सुरज भट्टराईको टोली नेतृत्वमा कृष्ण भट्टराई ल खानपानी बनाउन हामी युवा टोली घामी रहेछ बोडी पनि फल्या रहेछ उनीहरूको झाम्री भाषा अरे बोडी खाँदै आऊ ल टोली सुरु भइसकेका छन् खाना हाम्रो खानपानीको मुहान यहाँ रहेको छ के भन्न चाहनुहुन्छ कृष्ण सर यो विषयमा हजुरले ल म पनि आएको छु रहेको छ त्यो पाइपमा जोड्ने पानीको मुहान यस्तो रहेको छ साफ गर्नुभएको छ दुईजना महामबाबुले कृष्ण सर पनि जानुभएको छ साफ गर्न पानी राम्रो छ खानेपानीको मूलमा छौँ हाम्रो विशेषज्ञ कृष्ण भट्टराईसँग हामी छोटो वार्ता गर्न कस्तो लाग्यो हजुरलाई यहाँको मलाई यो मूल चाहिँ एकदम मन परेन यो एकदम दूषित भयो यहाँको मूल चाहिँ है चित्त बुझेन यसलाई चाहिँ एउटा टङ्की जस्तो बनायो त्यही आश्रय जस्तो बनायो ढाक्ने व्यवस्था चाहिँ गर्नु पर्यो ल अरु केही भन्नु छ हाम्रो यो दूषित पानी जस्तो भयो यो किराकिरी वन्य जन्तुहरू मरे पनि यही पानी खाने जस्तो छाँट भयो यहाँ देख्दाखेरि सुरज भट्टराईले क्यामेराम्यानलाई हान्नु भएको छ काँडाले भने हाम्रो संवाददाता कृष्ण भट्टराई यसलाई चाहिँ सरकारले अब राम्रो व्यवस्थित तरिकाले अब यहाँ एउटा सानो टङ्की जस्तो खत हाल्ने व्यवस्था चाहिँ गर्नु पर्यो हाम्रो अर्जुन भट्टराईलाई के भन्न चाहनुहुन्छ हजुरले उहाँलाई भन्नु केही नै छैन सम्पूर्णले भरिपूर्ण छन् उहाँ अब धँयरो पनि माथिबाट काटिदिनु भन्न चाहन्छु सफा भएको छ यहाँ मुहान सफा भइसकेको छ यहाँ हाम्रो अनुगमन समितिका अध्यक्ष कृष्ण भट्टराईका साथ संवाद हामी लिइसकेका छौँ सुरज भट्टराई सर पानी आयो सर हेर्ने हो ल रातै पानी आयो त्यो हाम्रो यहाँ बाँधमा पानी पानी टोली हिँडिसकेका छन्
कत्रोजना टिमको राखेको हिजो आज फालेको छ बाबा हेर को ठुलो यहाँसम्म छ खतरा लामो सर्को रहेछ यो त यार फाल्दै कहाँ गयो गयो एहे फेरि 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 यहाँ गरान मेरो सबै फर्स्ट यार कति राम्रो मलाई यार हराम भिडियो बनाइरहेको किसिम कसम यार फाल्दिउँ फाल्दिउँ आऊ न आऊ आउने दिन त फलामले खानपानीको टङ्की पानी खाली वासन घेर्न आऊ ओइ हेर्नु यो बर्खाको पानीले गर्दा धेरै फोहोर पानी माटो जमेको छ यो साफ गर्नलाई पानी सफा गरिसकेको छ सुरज भट्टराईको नेतृत्वमा र दा अग्रवालको नेतृत्वमा हिल फर कृष्ण भट्टराई र सुम्मा दादा कतिको चिप्लो बनाइले भित्र गाछ बिन्दै थियो त्यो कपडा टी सर्ट काटेको एउटा गइसक्नु भएको छ भने अर्जुन भट्टराई कृष्ण भट्टराई र मैले चाहिँ हामीले चाहिँ बाहिर काम गर्नेछौँ भित्रको स्थिति अहिले ठिक छ नि आना पहिला गरे भिडियो बनाएपछि सबै घुमाएर मात्र छ म विपत्ता हेर्न खतरा आउँदो रहेछ यहाँ माथिबाट यार यो पोरो पानी चाहिँ यहाँ जानेछ पहिला घोटाउ न किन भाते गाउँथ्यो धेरै बोल्दा बात बोलेको बाइक किनेर भ्लग गराउँदै हिँड्दै त्यसो अब सुनिस् एउटा स्प्लेन्डर किन